We tried घोंगी but we failed. यहाँ चाहिँ घोंगी बनाउनु हुँदैछ है गाइस, कसले ट्राई गर्नु भएको छ गाइस। हामी चाहिँ स्टल नम्बर 71 मा आएको छौँ अनि यहाँ चाहिँ चटपटे घोंगी क्र्याबहरू पनि पाउँदो रहेछ, पानीपुरीहरू सबै। अक्टोपस होइन क्या, यो घोंगीहरू चाहिँ ट्राई गरौँ न, आज त मेन हो क्या। मैले अहिलेसम्म खाएको छैन क्या बहिनी। घोंगी मिठो हुन्छ? मिठो हुन्छ घोंगी? हो राम्री राम्री थारुनी बहिनीहरू हुनुहुन्छ है। ल दिनुहोस् न त, हामी पनि खाम ल। गाइज हामीले चाहिँ फाइनली यस्तो मजाको सिट पायौँ कर्नरमा है। अनि फर्स्टमा आयो हाम्रो यहाँ पानीपुरी अनि हेभी ह्याभ चटपटे। तर यो चाहिँ एकछिन पर्खिँदै गर्नुपर्छ भनेर क्या। खासमा चाहिँ हामी चाहिँ यहाँ चाहिँ घोंगी ट्राई गर्न आएको, लाइफमा फर्स्ट टाइम घोंगी ट्राई कहिले गरे सिजलिङ रोहिनी भन्दा माघ 1 गतेको दिन, माघे संक्रान्तिको दिन टुडी खेलमा। तपाईँ पनि हाल्न लेक्चर्स जरेस। फाइनली हियर वी ह्याभ घोंगी। यो कसरी खानु भनेको चुस्नु पर्दा रहेछ होइन। वी आर सो सरी है, अब खाएको छैन, कहिले पनि ट्राई गरेको छैन। प्लस अब कतिलाई मनपर्छ कतिलाई मन नपर्न पनि सक्छ, आफ्नो आफ्नो टेस्ट हो। जस्तै अब मलाई मोमो मनपर्छ भने तपाईँहरूलाई मोमो मन नपर्नु पनि सक्छ। त्यसै गरी तपाईँहरूको फेभरेट हुनसक्छ घोंगी। अब हामीलाई टेस्ट के कस्तो लाग्छ, अब मेलाको टेस्ट इज डिफ्रेन्ट र कुनै कुनै ठाउँहरूमा चाहिँ अति दामी दामी घोंगीहरू पाउँछ, त्यो पनि हुनसक्छ। आर यु रेडी? अरूहरूले खानु हुँदैछ, सबै चुसेर त्यही हेर्दै ल। होइन देखाउँछ होइन, सँगै खाने हो ब्रो। यहाँबाट चुस्ने हो के माथिबाट चाहिँ सक्ने हो कि होइन? ल पाखुरा सुर्गाएर फेरि यस्तो चुस्ने हो कि ल निस्केन, सासै सकिने रहेछ हौ तान्दा तान्दा। निस्केन त भाइ, खाली छ क्या? खाली रहेछ। खाली भएको चुस्याएर रहेछ क्या। भेट ल निस्क्यो। यो त मुखै बन्द छ। ओइ के हो आयो? यो हुँदो रहेछ। होइन त्यहाँभित्र मासु हुँदो रहेछ क्या, त्यो खानु पर्दो रहेछ यार। अनि कस्तो माटो माटो उयो आयो, खा त। मैले निकाल्नै सकिनँ। We tried घोंगी but we failed. I'm sorry. होइन यस्तो भयो कि हामीलाई यो खानु नआएको होला सायद, अनि एउटा चाहिँ निकाले अनि त्यहाँभित्र मासु हुँदो रहेछ। तर त्यो मडी टाइपको भयो मलाई चाहिँ, मेरो एक्सपिरियन्स चाहिँ। या अब कुनै दिन अरू दिन ट्राई गर्छौँ ल।